नमस्कार मेरा अति प्रिय मित्रहरू अनि मेरा आदरणीयहरू, मेरा समकालीनहरू र साहित्य मनहरूलाई मेरो यो आइतबारे कविता श्रृङ्खलाको 79औं श्रृङ्खला लिएर म तपाईहरु समक्ष उपस्थित छु र मैले यो कविता श्रृङ्खलाको धारावाहिक रूपमा यसरी प्रस्तुत गर्दै आएको 69 वटा कविता गजल, कहिले पूर्वज हस्तीहरूको कविता, कहिले समकालीनहरूको कविता, कहिले नवोदितहरूको कविता, कहिले आफ्नै कविता प्रस्तुत गर्दै आएको पनि आज 69 दिन भएछ र यो 79 दिन भएछ। सरी तपाईहरुलाई माफ गर्नु होला, 79 दिन भएछ र यो 79औं श्रृङ्खलामा पनि मैले जसरी 78औं श्रृङ्खलामा एउटा गजल प्रस्तुत गरेको थिएँ भने आज म एउटा प्रेमिल गजल तपाईहरुको समक्ष प्रस्तुत गर्न लागिरहेको छु र तपाईहरुले आशा छ भिडियोलाई स्कल नगरी हेर्दिनु हुनेछ र सुनिदिनु हुनेछ। मेरो गजल यस प्रकार छ। तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ, खोजी हिँड्छु तिमीलाई हजारमा एक छौ, खोजी हिँड्छु तिमीलाई हजारमा एक छौ, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ। उद्यानमा फुलेका फूलहरू कति छन् कति, उद्यानमा फुलेका फूलहरू कति छन् कति, मेरो उद्यानको फुलबारीमा तिमी हजारमा एक छौ, मेरो उद्यानको फुलबारीमा, मेरो उद्यानको फूलहरूमा तिमी हजारमा एक छौ, खोजी हिँड्छु तिमीलाई हजारमा एक छौ, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ। हीरा जेवरत मणिमाणिक्य त केही होइन लाग्छ, हीरा जेवरत मणिमाणिक्य त केही होइन लाग्छ, बहुमूल्य गहना र धातुभन्दा बेग्लै, बहुमूल्य गहना र धातुभन्दा बेग्लै हजारमा एक छौ, मेरो उद्यानको फूलहरूमा तिमी हजारमा एक छौ, खोजी हिँड्छु तिमीलाई हजारमा एक छौ, मेरो प्रिय मान्छे, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ। तिम्रो रूपको वर्णन गर्न सरस्वती पनि लाटी बन्छन्, तिम्रो रूपको वर्णन गर्न सरस्वती पनि लाटी बन्छन्, शब्दहरूको अनेकन शब्दहरूमा, शब्दहरूको अनेकन शब्दहरूमा हजारमा एक छौ, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ, मेरो उद्यानको फूलहरूमा तिमी हजारमा एक छौ। तिम्रो रूपको वर्णन गर्न सरस्वती पनि लाटी बन्छन्, शब्दको अनेकन शब्दहरूमा हजारमा एक छौ, गीतको सात सुर इन्द्रेणीको सात रङसँग दाँच्न नमिल्ने, गीतको सात सुर इन्द्रेणीको सात रङसँग दाँच्न नमिल्ने, ती सात सुर र सात रङभन्दा बेग्लै हजारमा एक छौ, ती सात सुर र सात रङभन्दा बेग्लै हजारमा एक छौ, शब्दहरूको अनेकन शब्दहरूमा हजारमा एक छौ, बहुमूल्य गहना र धातुभन्दा बेग्लै हजारमा एक छौ, मेरो उद्यानको फूलहरूमा तिमी हजारमा एक छौ, खोजी हिँड्छु तिमीलाई हजारमा एक छौ, तिमी मेरो प्रिय मान्छे नजरमा एक छौ। धन्यवाद। मेरो यो गजल सकिएको छ र सबैलाई आजको यो शुभ बिहानीको शुभकामना र शुभ दिनको, हजुरको दिन शुभ भएर बितोस्, शुभ दिनको पनि शुभकामना र म अब यो मेरो आजको 79औं श्रृङ्खलाको यो गजल यहाँ आएर सकिन्छ र तपाईहरुलाई पुनः अर्को आइतबार 80औं श्रृङ्खलामा भेट गर्ने बाचासितै सबैलाई नमस्कार, सबैलाई धन्यवाद।